मेहर बालेन शाहको एक वफादार र इमान्दार सिपाही जसले रत्न पार्कमा निरन्तर 33 वर्षसम्म सेवा गरे। दर्शकबिन सरकारी कर्मचारीहरू हुन् त कान्छा दाई जस्तो। अब बालेन शाह प्रधानमन्त्री हुनुपर्छ भन्छ नि, तपाईँ उहाँकै अन्डरमा बसेर काम गरिरहनु भएको छ। हजुर। बालेन शाह प्रधानमन्त्री भएको हेर्न तपाईँ चाहनुहुन्छ? बालेन प्रधानमन्त्री भएको चाहिन्छ हजुर, चाहिन्छ। उहाँ त यस्तै मान्छे 10 जना हुनु पर्यो। उनलाई रत्न पार्कको औधी माया लाग्छ किनकि उनको यहाँ जवानी बित्यो, वैश बित्यो, रात बित्यो, दिनहरू बित्यो, सालहरू बित्यो र वर्षहरू बित्यो। दर्शकबिन उनी हुन् कान्छा दाई, जसलाई सबैले कान्छा काका भनेर बोलाउने गर्दछन्। दर्शकबिन कान्छा दाइले जति रत्न पार्कको बारेमा कमैले सुनेका र बुझेका होलान्। यहाँ 33 वर्ष भयो सर म बसेँ यहाँ। हजुर। र अहिले अब आउनेमा कोही पनि देखिन हाकिमहरू नि यहाँ अब है। हजुर। अब किन आउनु खोज्नु भएन, के भयो कसो भयो त्यो थाहा भएन हजुरको। 10 जना भयो नेपाल गुटुकटुक एकदम। चाइना हेर्नुहोस् हजुर कस्तो गरिब ठाउँहरू छ। जम्मै त्यो मैले फोटो चाहिँ ल्याएको छ सर, कस्तो कस्तो ठाउँहरू छ। पहिला खान नपाउने ठाउँ छ हेर्नुहोस् है। अब अहिले कस्तो सभा सुगर कस्तो राम्रो छ ठाउँ। बाहिर बाहिर त साइकलहरू मोटरसाइकलहरू जम्मै त्यहाँ चलाउन फ्री सर। ओहो, मैले पनि चलाएँ सर गएर। तपाईँले नि चलाएर आउनु भयो? चलाएँ। अनि जहाँ लगेको छ त्यहीँ ल्या ठ्याक्कै राखिदिनु पर्ने छ फेरि। यहाँनिर पनि त्यस्तो भयो भने त होला, त्यस्तो भयो राम्रो होला। बालिन शाह जस्तो उहाँ जस्तो मान्छे हुनु भयो 10 जना नै हुनु पर्यो। एकजनाले गरेर कुनै सम्भवै भएन। बालेन शाहलाई के छ सुझाव तपाईँको अन्तिममा यो रत्न पार्कलाई लिएर? जाने बेलामा अब के भन्ने छ र मैले अहिले पुरानामा म एक्लै छु हजुर। अब मेरो अब 22-23 गतितिर म घर रिटायर भइसक्यो हजुर मेरो नि। अब चिठी आज भोलितिर आउँछ होला। चिठी आइखेर म जानु पर्यो होइन। तपाईँ यहाँनिर काम गर्न पाउँदा यत्रो वर्ष यहाँनिर सेवा गर्नुभयो नि त हजुर। कतिको खुसी दुखी कस्तो लागिरहेछ त? अब जाने बेला दुःखै लाग्छ हजुर। अब आफ्नो बसिरहेको ठाउँ, माया गरिरहेको ठाउँ, सफासुग्घर गरिरहेको ठाउँमा होइन जाँदाखेरि त अलिकति दुःख त लाग्छ नि। यो रत्न पार्कमा त रातिको समयमा त तर्साउँछ पनि भन्दो रहेछन् नि। मलाई चाहिँ अहिलेसम्म त्यस्तो परेको छैन। अरू बस्दा चाहिँ तर्साउने भूत आउने होइन, किचकन्नेहरू आउने र सिटिमिति मान्छे टिक्न सक्दैन सर। म त अलिअलि फुकफाक पनि गर्छु। यहाँनिर त अनि जुन यो रातिको समयमा त तपाईँको यो मान्छेको चिच्चाको जस्तो आवाज पनि आउँछ अरे, कराको जस्तो पनि आउँछ अरे, त्यस्तो आवाज आउँछ। त्यस्तो पनि आउँछ अरे नि त यहाँनिर। अनि यहाँनिर जुन यो भएको ठुल्ठुलो यो जुन यो रुखहरू छ नि, यो रुखहरू त वर्षौँ भयो अरे त यहाँनिरको? यो रुख हजुरको 38 वर्ष भयो सर। 38 वर्ष भइसक्यो। तपाईँ कति वर्षको हुँदा यहाँनिर आउनु भएको थियो पहिलोपटक? म यहाँ आउँथेँ 20 वर्षमा आएको सर। 20 वर्ष? हजुर सर। जवानी नै गयो तपाईँको रत्न पार्कमा? जिन्दगी बित्यो सर। जिन्दगी नै बित्यो? जिन्दगी बित्यो सर। अब गाउँमा त्यति चिनिँदैन। अब यो पार्कमा चाहिँ दुनियाँसम्म चिनिन्छ गरिन्छ होइन। धेरैले चिन्छन् होला तपाईँलाई? यहाँ धेरैले चिन्छ सर। धेरै रोइसकेँ। मलाई कपडा हाल्दै कहिले जुत्ता हाल्दै सर होइन। अब तपाईँ जान्न आउनुभयो दाइ, अब कसरी गर्नुहुन्छ के गर्नुहुन्छ, टाइममा आउँदै गर्नुहोस् भनेर जम्मैले दुःख मानेका छन् सर। दुःख मान्छन्? जम्मै दुःख माने सर। अनि पछि भोज पनि गरिदिन्छु भनेका छन् सर यहाँ मलाई। कहिलेको? जाने बेला सर भोज गरेर मालासाला लगाएर म पौडेर तपाईँहरूलाई पठाइदिन्छु भन्ने कुरा नि गरेका छन् सर यहाँ। तपाईँलाई बिदा गर्ने म त दुःख लाग्छ सर। कतितिर बिदा गर्ने कुरो छ? हामी पनि आउँछौँ नि तपाईँलाई बिदा गर्ने बेलामा। 19 गते सर। 19 गते 1 बजे सर। 1 बजे तपाईँलाई एउटा बिदा गर्ने भनेको छ सर 19 गते। ओहो। र त्यसरी मान्छे हुन्छ सर। हजुरहरू सवारी होस् न सर। यसो केही कुरा बोल्न सके बोलौँला, नसके बोलौँ। म बोल्न त सर सक्दिनँ। तपाईँले अब मेरो स्वर बस्छ सर, म बोल्न सक्दिनँ। दाइको घर चाहिँ कतातिर हो दाइ? चापागाउँ सर। चापागाउँ? हजुर सर। ललितपुर सर। मेरो छोरा बुढीहरू लिन आउँछन्। अब तपाईँले यहाँनिर यत्रो वर्ष सेवा गर्नुभयो नि त हजुर। अब आउने नयाँ स्टाफहरूलाई चाहिँ के भन्नुहुन्छ? नयाँ कर्मचारीहरूलाई काम गर्न आउने अनि नयाँ घुम्न आउनेहरूलाई चाहिँ के छ तपाईँको? अब सुरुमा घुम्न आउनेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यसो फुलहरू नटिपिदिनु होला म गए पनि, अथवा केही त्यस्तो छ? अब त्यस्तो अब मलाई छोड्ने आउने साथीहरूलाई चाहिँ जम्मै यहाँ जिम्मा लाएर म जानुपर्छ सर अफिसको। हजुर। म जति जिम्मा ल्याएको छु त्यति जम्मै जिम्मा दिएर अनि म जानुपर्छ सर। तपाईँको पेन्सनै पाएको यहाँनिर? पेन्सन पाएको सर मेरो। कसरी काम गर्न आइपुग्नु भयो तपाईँ रत्न पार्कमा? त्यसरी अब आइए सर। त्यस्तै कति पढ्नु भएको छ तपाईँले? म खासै पढाएको छैन सर। पढ्नु भएको छैन? पढाएको छैन सर। पढ्या भए राम्रै हुन्थ्यो सर, पढ्दैन। परिवारमा को हुनुहुन्छ त नि? परिवारमा त सर अब 2टा छोरा। हजुर। 4-5 जना सर। रत्न पार्क आउँदाखेरि मैले के गर्नु पर्यो, के गर्न मिल्छ यहाँनिर, के गर्न मैले मिल्दैन के छ? जस्तै म अब नयाँ पहिलोपटक आएँ नि त रत्न पार्क घुम्नलाई, यो पार्कभित्र घुम्नको लागि। तपाईँ यत्रो वर्ष काम गर्नु भएको छ। सामान्य मान्छेहरूले के गल्तीहरू गर्छन्? कोही गल्ती गर्न अब त्यस्तै अब पहिले फुल टिप्न खोज्छन् होइन। पहिले यहाँ फालफुल फल्या हुन्छ त्यो जसलाई रुख चढेर टिप्न खोज्छन्। अब आफूले देखेसम्म सर अब सम्झाइ बुझाउने गरिदिएको छ मैले। र गरिबन तिराउने गर्ने अहिलेसम्म गरेको छैन हजुरको। अब भएर मान्छे आएका हुन्छन् थाहा हुँदैन। भनेपछि जे होस् तपाईँ खुसी नै हुनुहुन्छ? अब खुसी जाने बेला सर दुःख त दुःख लाग्छ। किन यत्रो वर्ष सेवा गर्यो यो ठाउँमा, यसरी बनाइयो, जाने बुझ्या बनाइयो सर होइन।
अब हेर्दै जाउँ जाने बेला अलिकति दुःख त दुःख लाग्छ। तपाईँले यहाँनिरको यत्रो वर्ष काम गर्नुभयो एकदमै बिर्सिन नसक्ने एउटा कुरा भनिदिनु न, जुन कुरो तपाईँ जीवनमै बिर्सिन सक्नुहुन्न। कुनै त्यस्तो सम्झना छ तपाईँलाई कसैले आएर माया गरेको, कसैले गाली गरेको, बाहिरको मान्छेहरू आएर झगडा गरेको? मलाई जसले पनि हजुर काका भन्छन्, हजुर जसले पनि चिने पनि नचिने काका भन्छन्। काकै जसले यो ड्राइभर अहिले म यो गाडीमा जुन गाडीमा चढे जाउँ हजुरको पैसा परेन, मलाई पैसा पर्दैन, खाजा खान पैसा परेन, दाल परे मलाई भातलाई पैसा पर्दैन सर। घर आउने जाने सबै फ्री? जान्छ मलाई फ्री हुन्छ सर। जम्मैले चिनिया छ हजुर, जम्मैले काका भन्छन्। यत्रो वर्ष सेवा गरियो सर यो ठाउँमा, हुन त मैले उनीहरूलाई केही गरेको छैन हजुर। र मलाई चाहिँ जम्मैले एकदमै माया गर्छ सर। म गाउँतिर भन्दा यता चाहिँ अब बढी मेरो हिन्जिम बढी भयो। हिन्जिम बढी कारणले अलिकति दाइ यसो गीतहरू नि केही यसो गुनगुनाउनुहुन्छ? गीत त त्यो त खासै गाउनु सर, गाउनु दाइलाई केही यसो केही त्यस्तो अनि अब दाइ छोड्ने बेला भयो, काका अब यता यत्रो वर्ष सेवा गर्नुभयो, मलाई छोराले काका भन्छन्, काका यत्रो वर्ष सेवा गर्नुभयो तपाईँले, एकताल घुमेर आउनुहोस् भने छोराहरूले परिवारले। अनि म दुबई सर, अनिखेरि यता थाइल्यान्ड घुमेर आएँ सर म। ल दाइसँग कुराकानी भयो, धेरै खुसी लाग्यो। दाइलाई धन्यवाद। हामी 19 गते आउँछौँ दाइ। हजुर सर, त्यो 19 गते आउनु सर। तपाईँलाई हामीले पनि बिदा गर्नु पर्यो, हाम्रो घटनाहरूको टिमले पनि बिदा गर्नु पर्यो हजुर तपाईँलाई। हजुर हजुर हस् दाइ। अनि त्यहाँनिर जुन त्यो रुख पनि रोपेको रहेछ नि, त्यो चाहिँ के हो खासमा? यो रुद्राक्षको बोर्ड सर मैले रोपिदिएँ हजुर। र एउटा चिनो घर जाने बेला नि भयो भने 1500 हालेर एउटा रुद्राक्ष नि मैले जोगाइदिएँ सर। राति बसेर कुर्सी राखेर खाद्यले भात लगाएर बसी पनि अलिकति यसो हेरौँ न, नजिकै गएर हेरिदिउँ न। अनि एउटा चौतारा बनाइदिएँ सर 10,000 देम दिएर। ए यो चाहिँ कति लाग्यो? दाइले आफूले पैसा तिर्नु भयो? आफैले पैसा तिरेर यो एउटा चाहिँ मेरो चिनो एउटा मैले यो टिकट घरको छेउमा चाहिँ नि एउटा मैले रुद्राक्ष रोपिदिएँ हजुर। अलि ठुलै चौतारा बनाउनु खोजेको थिएँ, बाटो अलिक साँगुरो भएको कारणले सानो बनाइदिएँ। बुढापाकालाई यसरी आएर चट्ट यसरी बस्ने नि भयो अलिको। यो चाहिँ तपाईँको सम्झनामा? मेरो सम्झना बनाएको यो एउटा चाहिँ मैले सम्झना बनाइदिएँ। यो कति लाग्यो त यो बनाउन? 10,000मा ठेक्का दिएर मैले बनाइदिएँ हजुर। अनि ड्राइभरहरू साह्रै खुसी भएका छन्। तपाईँ जहाँ गए पनि तपाईँलाई पैसा पर्दैन, हामीलाई बस्ने ठाउँ तपाईँले बनाइदिनु भयो भनेर उहाँहरूले नि भन्नुभयो। अहिले म जहाँ गएँ अहिले पैसा पर्दैन, खाना नि पैसा पर्दैन, उहाँले गयो भने मलाई खाना गर्न केही पैसा पर्दैन। एकदमै सजिलो रहेछ नि त दाइलाई। टिकट घर अगाडि अलिक ठुलै बनाउनु खोजेको थिएँ मैले चाहिँ हजुरको। हजुर, बाटोले साँगुरो भएको कारणले सानो एउटा बनाइदियो। यो चाहिँ कति अग्लोसम्म होला दाइ? यो ठुलै हुँदा फल्छ हजुर, यो अब 2 वर्षमा फल्छ हजुर। यो 2 वर्षमा सबै बनिसक्छ? 2 वर्षमा फल्छ हजुर, 2 वर्षमा फल्छ हजुर। ए अनि यसको लागि यो अब चाहिँ तपाईँ यसमा रुँगिरहनु परेन? अब रुँगिन पर्छ, अब नभात लान्थ्यो भने यो यस्तो घेरिदिएको छ हजुरको। यो रत्न पार्क आउँदाखेरि तपाईँलाई यो आफ्नो सम्झनामा मलाई भइरहन्छ हजुर, जीवन त हुने भयो। हजुर हजुर। त्यसमा छोटो कुराकानी गरौँ न ल। तपाईँ रत्न पार्क के हो, पहिलोपटक आउनु भएको कि बेला बेला आइरहनुहुन्छ? यो रत्न पार्कभित्र पहिला र अहिलेमा केही त्यस्तो फरक छ? फरक छ, धेरै छ फरक। जस्तै 1-2 वटा कुरा भनिदिनु न। पहिले चाहिँ यस्तो भएको थिएन, यो चाहिँ यस्तो अहिले चाहिँ राम्रो भएको छ। म त पहिला डस्टबिनहरू थिएन, अनि जस्तै पहिला जताभावी फोहोरहरू फालिन्थ्यो, अनि जस्तै अहिले त पुरै यो सरसफाइहरू पनि गरिरहनु भएको रहेछ नि त। राम्रो भएको छ। सुझाव चाहिँ के दिनुहुन्छ अन्तिममा यसो तपाईँको तर्फबाट, यो रत्न पार्कभित्र यो चाहिँ भइदिएको भए हुन्थ्यो भन्ने केही त्यस्तो कुरा छ?